हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ ढिलो उठ्यो होइन, अनि ढिलो उठेर अब थोरै यहाँनिर काम गरिँदैछ। अब काम गरेर तल गएर खाना खानुपर्ने हुन्छ, अनि आएर फेरि बाँकिरहेको बनाउनु पर्ने हुन्छ। परेवाला हेर्नु न, यहाँनिर सबै खाएर मम्मीले फेरि मलाई कराउने परेवा हेर्नुहोस् भनेर। हा फेरि अब 5 मिनटमा आएर फेरि खान थालिहाल्छ। गाइस, यहाँ चाहिँ सबजनाले यहाँ भ्लग हेर्दैछन्, त्यो पनि मेरै। एउटा भ्लग हालेको छैन, फ्यानहरू यता 2-3 जना फ्यान भइसकेको छन्। कपाल मिलाइदेन, आफै मिलाइ कपाल मिलाउँदै नाच्दै गर्दैछन् भान्जी। नाच भान्जी। गाइस, हिजो चाहिँ भ्लग बनाउन सकिएन। अल्छी लाग्ने रहेछ भ्लग बनाउन। एउटा भ्लग बनाएर छोडियो। भान्जी खेल्दैछ, भाइ भान्जीलाई खेलाउँदैछ। बिहान उठेर अझ ब्रस गरियो। के भन्नु लाज लाग्ने रहेछ। भन्छ भ्लग बनाउन लाज लाग्ने रहेछ होइन। हाँ भाई, कैसी लगी आगे स्वाद? कॉन्फिडेंस लेवल 200%। बनाउने छैन। ल बना, तै बना नि त। म के भन्नु, तेरो मोबाइल हो, म के भन्नु त। मेरो मोबाइल लिएर बना नि त। अब साग रोप्न जान आँटेको हामी चाहिँ। म मेरो लुगा धुइदिनु भयो नि, ब्लग भनिहाल्छ। ममै लुगा धुइदिनु चाहिँ। 2 दिन नि तिमीलाई के काम छ? यता बाबा के गर्दै हुन्छ, दुध बेच्दै। भान्जी अम्बक खाँदैछ। के हो भान्जी? अम्बक त्यहाँबाट टिपेको हो? खानु ए मुद्दैको देखाउँदै भाग। ए यताबाट त धारा बगाइसकिन्छ। मलाई माथि देखाएर भान्जी मुनिबाट मुदिसक्यो। सुसु गरेको मुइनी त गाइस, अहिले चाहिँ हामी रायो साग छर्न गइरहेको छौँ खेतमा। गएर देखाउँछु है। यहाँ चाहिँ हिजो मैले खनेको, बाबाले यता खानुभएको, यति खनेको छौँ। यो चाहिँ हाम्रो बारी साग छर्न आँटेको। यता चाहिँ कोपीको बिउ छ, रोप्नुपर्ने यसमा सबैमा। यति छ, अरू उता पनि छ, अरू आइरहेको छ। यता बिउ उता सानो सानो यता भइसकेको छ। अब 2-3 दिनमा रोप्ने होला। अहिले चाहिँ रायो साग छर्न आँटेको हामी। अहिले चाहिँ कोदाल लिएर जाँदैछु छु खन्नलाई। अझै एकचोटि अझै खन्नुपर्ने रहेछ। बाबा चाहिँ गइसक्नु हो मल लिएर। ल गाइस, यहाँ चाहिँ साग छर्नको लागि ब्लगर साहबले यहाँ खन्दै हुन्छ। तपाईहरुलाई पनि साग खान मन छ भने तुरुन्त
कल नगर्नुहोस्, आफै खन्नुहोस्, रोप्नुहोस्, खानुहोस् हैन। पुन्डी पनि हाँसी यता पुन्टी हाँस्दै यता बाबा काम गराउँदै यो चाहिँ दुईचोटि खनिसकेको फेरि एकचोटि कोपीको बिउ देखाइस् देखाइसकेको। ए ल गाइस हाम्रो कोपीको बिउ यत्रो यत्रो भइसकेको छ। अब चाहिँ कान्छा कटान आएको छ खन्ने, मेरो चाहिँ भान्सी बोक्ने होइन मान्छे। भिडियो बनाउने चक्करमा अब भाइलाई फरवर्ड टेक ओभर गराइयो। दिमाग खराब हो जाएगा मैं माँ। अब यो सबै खनाइन्छ होइन मान्छे। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाए। अहिले चाहिँ बिउ छर्दै हुन्छ। त के गर्दैछस्? म सिक्दैछु खन्न गएर खन भाइ खन खन। ओए मोबाइल नयाँ भने फुट्छ नि। मैले खनेको यत्रो अब त्यति खन्न सक्दिनँ। ल गाइस यहाँ चाहिँ कोपीमा पानी हाल्दै ब्लगर साहब एउटा भ्लग बनाएको छैन ब्लगर। एउटा काम गर कि ब्लग बनाउन रेडी। भ्लग बाहेक के काम गरेको छैन भन्न। हो अनि जुत्ता सुत्ता धोएर भ्लग बनाएन। त्यसलाई काम भन्दैन। के भन्छ त्यसलाई? त्यसलाई के काम भन्दैन। यो चाहिँ काम हो कि यो होइन। मैले गरेको त्यो कामै हुँदैन। ल हेर्नु गाइस हाम्रोमा यहाँ जोन के अरे जोन अरे जोन हाम्रोमा यहाँ 600 रुपियाँमा जोनले काम गर्दैछन्। एकदम 100 किलोको मान्छे। कति किलो गरे 100। त्यसले हाल्छ युट्युबमा। अनि यो युट्युबमा हाल्छ पोस्ट हुन्छ। साथै हाल्छस् है। अरे यसले कामै गर्नु बिर्सेछु क्या। यसको त भ्यू जाँदैन त्यति। मोटी छ नि त 100 किलोको। 2 दिनमा पनि एउटा ब्लग बनाउन सकिएको छैन। लास्टै अल्छी लाग्ने रहेछ ब्लग बनाउन। बानी नभएर होला। कोपीमा पानी हालेर आइसक्यो। अनि कोपीमा पानी हालेर आउँदा के देखिन्छ यहाँनिर? माछा पो पकाउँदै हुनुहुँदो रहेछ। यता माछा पकाउँदा नि टिकटक सकिँदैन अहिलेको जेनेरेसन। जेनजी भन्दा बढी मिलेनियलहरूलाई टिकटकको चस्का चढेको छ नेपालमा। तोरी उठाइदिएछ ब्लग छ। के भन्छ कुकु? तीनटा टुपी चाहिँ किन बाँध्दै कि? दुईटा बाँध्दा भइहाल्छ नि। भान्जी बाबासँग बोल्दै फोनमा। खोइ आउनु पर्यो।
भान्जीको आफ्नै भाषा छ, भान्जीको भाषा अलिक बुझ्न गाह्रै छ। सो गाइज आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। भिडियोलाई लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, बेल आइकन दबाउनुहोस्। फेरि भेटौँला नेक्स्ट भिडियोमा। तबसम्मको लागि बाई बाई गाइज।